श्रीमती अर्कै पुरुषसँग सल्किएर आफूलाई बारम्बार टर्चर दिन थालेपछि सुनिलले महाकाली नदीमा हाम फालेको खुलासा। आफैले रोजेर भित्र आएकी श्रीमती बिमला भाटकै कारण मर्दैछु भन्दै लाइभ आएर उर्लिएको भेलमा अन्तिम छलाङ मारे। सामाजिक सञ्जालमा सुनिलले पोखेका पीडाले सबैलाई रुवायो। दशबिन शुक्रबार दिउँसो 2:30 बजे बनबसा पुलबाट उर्लिएको महाकाली नदीमा हाम फालेका दार्चुलाको लेकम 6 का 27 वर्षीय सुनिल खत्रीका सामाजिक सञ्जालमा राखेका पोस्टहरूले अहिले सबैलाई रुवाइरहेको छ। उनले घटना हुनुभन्दा 2 दिन पहिलेदेखि नै निरन्तर रूपमा सामाजिक सञ्जालमा आफ्नो र श्रीमतीको सम्बन्धलाई लिएर धेरै पोस्टहरू गरेका थिए। 8 महिना अगाडि मात्रै विवाह गरी भित्र आएकी श्रीमतीले सुनिललाई किन मर्न बाध्य बनाइन्, यो प्रश्न यति बेला सबैको मनमा गहिरो बनेको छ। घटना हुनु अघि सामाजिक सञ्जाल फेसबुकमा श्रीमती बिमला भट्टलाई सम्बोधन गर्दै उनले एक लामो भावुक स्टाटस पनि लेखेका थिए, जसमा उनले नेपाल प्रहरीमा रहेकी श्रीमतीबाट पाएको मानसिक पीडा, सम्बन्ध बचाउन आफूले गरेको अथक प्रयास, विवाहको 1 महिनामै श्रीमतीको बदलिएको व्यवहार र अर्को विवाह गर भनिदिएको दबावका कारण आफू सम्हालिन नसक्ने अवस्थामा पुगेको उल्लेख गरेका थिए। साथै उनले आफ्नी श्रीमती अर्कैसँग सल्किएको पनि संकेत दिएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 1 गट्ठा चौकी स्थित नेपाल र भारतको सीमा जोड्ने बनबसा पुलबाट महाकालीको डरलाग्दो भेलमा 27 वर्षको कलिलो उमेरमै सुनिलले अन्तिम छलाङ मारे। उक्त घटनाले सबैलाई भावुक बनाएको छ। हेर्दा हेर्दै रोक्दा रोक्दै उनले आफ्नो प्राण त्यागेका हुन्। हातमा मोबाइल बोकेका सुनिलले अन्तिम समयसम्म आफ्नो फेसबुकमा लाइभ आएर आफू श्रीमती बिमला भट्टकै कारण यो अप्रिय कदम चाल्न बाध्य भएको आरोप लगाए। त्यसपछि उनी पुलबाट हाम फाल्ने तयारी गर्दै थिए। त्यतिकैमा केही भारतीय नागरिकहरूले हाम नफाल्न बारम्बार आग्रह गरे। उनीहरूले हिन्दी भाषामा भिडियो बनाउँदै पटक पटक यस्तो कदम नचाल्नुहोस्, एकपटक सोच्नुहोस् भन्दै सम्झाएका थिए। तर मनमा भयानक आँधी चलिरहेका बेलामा सुनिललाई पछाडि हट्न मन लागेन। कसैको कुरा नसुनी मोबाइल नदीमा फाले, लगत्तै आफू पनि उर्लिदो भेलमा हाम फाले र हेलिए। सुनिलले भारतमा कडा परिश्रम गरेर आफ्नो परिवार पाल्दै आएका थिए। बिहिबार मात्र उनी भारतबाट नेपाल फर्किएका थिए। नेपाल प्रहरी समेत रहेकी श्रीमती बिमला भट्ट जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत थिइन्। 8 महिना अघि गत वर्षको मङ्सिरमा मात्रै उनीहरू दुवैजनाको हिन्दू परम्परा अनुसार विवाह भएको थियो। प्रहरी जवान रहेकी बिमला र सुनिल बीच सम्बन्धमा विवाह गरेको केही महिनादेखि नै खटपट सुरु हुन थालेको पारिवारिक स्रोतले बताएको छ। खत्रीकी दिदी दीपाका अनुसार जापानमा रहेकी बहिनी मार्फत बिमला भाट आफैले सुनिललाई विवाहको प्रस्ताव गरेकी थिइन्। तिम्रो दाइ साह्रै मन पर्यो, म उसँग विवाह गर्न चाहन्छु भनेपछि बहिनीले घरमा कुरा चलाएकी थिइन्। त्यसपछि विवाह भयो। तर आफैले रोजेर विवाह गरेका सुनिल र उनको सम्बन्ध भने बिग्रदै गएर अहिलेको अवस्थामा आइपुगेको हो। बेपत्ता सुनिलका परिवारका अनुसार विवाह गर्नु अघि बेरोजगार अवस्थामा रहेका खत्रीसँग विवाह गरेपछि रोजगारी श्रीमतीले हेप्ने र भविष्यमा उतार चढाव आउन सक्छ समेत भनेका थिए। तर उनले आफ्नो जागिरले परिवारको सर्वथोक बेहोर्ने भन्दै विवाह गरेको दावी गरिएको छ। उनले धामी थरका अर्कै पुरुषसँग सम्बन्ध भएपछि सुनिललाई टाढा बनाउन खोजेकी थिइन्। बिमला भाटले खत्रीसँग विवाह भएका बेलामा फोटो भिडियो समेत सामाजिक सञ्जालबाट मेटाएकी थिइन्। तर सुनिल खत्री भने उनलाई प्रेम गर्ने गरेको उनले सामाजिक सञ्जालबाट प्रश्न खुलाएका छन्। यता परिवारजनले भने श्रीमतीकै मानसिक यातना र तनावका कारण सुनिलले यस्तो कठोर कदम चालेको भन्दै उनीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन्। यति बेला यो घटनाले नेपालभर सनसनी मचाएको छ।